कहिलेकाहीँ हामी हाँसिरहेका हुन्छौँ तर भित्र कतै शब्द नै नआउने गरी मन रोइरहेको हुन्छ। हामी सबैले यस्तो रात देखेका छौँ जहाँ निद्रा आउँदैन, आँखा बन्द गर्दा पनि चिन्ता खुला नै रहन्छ। तर त्यही रातहरूले हामीलाई बनाउँछन्। आज यदि तपाईँ आफूलाई कमजोर ठान्दै हुनुहुन्छ भने एकछिन रोकिनुहोस्। आफ्नै जीवनलाई फर्केर हेर्नुहोस्। कमजोर मानिस यति टाढासम्म आउँदैन। धेरै पटक जीवनले हामीलाई रोज्दैन, हामीलाई परीक्षा लिन्छ। र सबैभन्दा ठुलो परीक्षा त्यो दिन हुन्छ जब तपाईसँग न त भरोसा बाँकी हुन्छ न त साथ दिने कोही। तर याद राख्नुहोस्, जब सबै टाढा जान्छन् त्यही तपाईँ आफैसँग साँचो भेट हुन्छ। हामी प्राय अरूको सफलतासँग आफ्नो सङ्घर्ष तुलना गर्छौँ। उनीहरूको उज्यालो देख्छौँ तर उनीहरूले बिताएको अँध्यारो देख्दैनौँ। र त्यही तुलना हाम्रो आत्मबल चोर्छ। तर सुन्नुहोस्, तपाईको घडी अरूको घडीसँग कहिल्यै मिल्दैन। यदि आज तपाईको समय चलिरहेको छैन भने यसको अर्थ घडी बिग्रेको होइन। यसको अर्थ तपाईको समय अझै आउन बाँकी छ। कहिलेकाहीँ भगवान मौन रहनुहुन्छ। हामी प्रार्थना गर्छौँ तर उत्तर आउँदैन। त्यो मौन उपेक्षा होइन, त्यो निर्माण हो। किनभने भगवान पनि सबैभन्दा बलियो आत्मालाई सबैभन्दा लामो मौन दिनुहुन्छ। तपाईँ आज थाकेर बसेको हुन सक्नुहुन्छ तर सोच्नुहोस्, तपाईँ यहाँसम्म हार मान्दै आएको होइन। तपाईँ यहाँसम्म लड्दै आएको हो। जीवनमा हार्नेहरू होइन, छोड्नेहरू हराउँछन्। र जो हरेक चोटपछि पनि उठ्न सिक्छ उही नै विजय बन्छ। तपाईको आँसु कमजोरी होइन, ती त प्रमाण हुन् कि तपाईँ अझै महसुस गर्न सक्नुहुन्छ। र जो महसुस गर्न सक्छ ऊ कहिल्यै समाप्त हुँदैन। एक दिन तपाईको यही सङ्घर्ष कसैको आशा बन्नेछ। कसैले भन्नेछ यदि उसले सकेको छ भने म किन नसकौँ, र त्यो दिन तपाईँ बुझ्नुहुनेछ पीडा व्यर्थ गएको थिएन। आज यदि तपाईँ एक्लो महसुस गर्दै हुनुहुन्छ भने एक कुरा सम्झनुहोस्, एक्लोपन तपाईको कमजोरी होइन, तपाईको तयारी हो। तपाईँ बाँच्न मात्र होइन, अर्थ राख्न जन्मिनु भएको हो। तपाईको जीवन साधारण छैन, भले आज साधारण देखिन्छ। किनभने हिरा पनि माटोमै लुकेको हुन्छ। आज तपाईँ आफ्नो जीवनसँग निराश हुनुहुन्छ होला, तर जीवन तपाईसँग हार मानेको छैन। त्यसैले आज हार नमान्नुहोस्। आफूलाई थोरै माया गर्नुहोस्। आफूलाई थोरै समय दिनुहोस्। सबै कुरा आज नै ठिक हुनुपर्छ भन्ने छैन। धैर्य पनि प्रगतिको एउटा रूप हो। र अन्त्यमा म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, यदि तपाईँ अझै यो कुरा सुनिरहनु भएको छ भने यसको अर्थ तपाईँभित्र अझै आशा बाँकी छ। र जहाँ आशा हुन्छ त्यहाँ बाटो अवश्य निस्कन्छ। अन्तिम सन्देश, तपाईँ कमजोर हुनुहुन्न, तपाईँ निर्माण हुँदै हुनुहुन्छ। आजको पीडा भोलिको पहिचान हो। र याद राख्नुहोस्, तपाईको कथा अझै सकिएको छैन। हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। लाइक कमेन्ट गरेर सल्लाह सुझाव दिन नभुल्नुहोला। धन्यवाद।